ल साथी भयो माछाको भुरा अब ल्याउँदा चाहिँ ध्यान दिनुपर्ने अनि पनि दुईटा प्लास्टिक हुनुपर्छ दुईटा प्लास्टिक भयो एउटा गए पनि एउटाले हुन्छ यहाँ अक्सिजन भर्या हुन्छ अनि अब खोल्ने तरिका चाहिँ अब यहाँबाट है त ल अब खोल्ने तरिका चाहिँ अब यस्तो हो यो चाहिँ अब जुटको डोरी हुन्छ त्यही भएर सजिलो हुन्छ यस्तो खोलिदिने हो यस्तो खोल्ने हो यो बाहिरको स्टेप मात्रै हो हैन एकदम ध्यान दिनुपर्ने कुरो चाहिँ अब माछाको भुरा चाहिँ एक ठाउँबाट अब अर्को ठाउँमा ल्याएपछि पोखरी ल्याउने फेरि घ्वास्सै हाल्ने होइन फेरि त्यही पानीमा छाडिराख्ने आधी घन्टा 1 घन्टासम्म त्यसपछि मात्रै यता हाल्नुपर्छ साथी हो ट्याक्कै साथी हो यो एउटा चाहिँ खोलिसके अन्तिम हो यो खोलेर चाहिँ यहाँ फेरि पानी पोखरीको अलिकति हाल्ने मिसाएर मात्रै छाड्नुपर्छ है ल अब छाड्नुभन्दा अगाडि चाहिँ यहाँ अब अक्सिजन हुन्छ यी पोखरीकै पानी अलिकति हालिदिने हो अनि हालेपछि यहाँको सँग मिसाउनु पर्छ यसरी यसो गरेपछि टक्कै छाडिनुपर्छ है साथी हो जुत्ता पो लाछु त साथी हो यार पखनै त ल